दिने अब यहाँ छ के रे तल दिएका विवरणका आधारमा अल्फा कम्पनीको 2081 असार मसान्तको अन्तिम खाता तयार गर्नुहोस्। यो अन्तिम खाता त्यसमा तोकेको हुँदैन। यहाँ ध्यान दिने यहाँ के भनेको छ भने यहाँ ध्यान दिनु यहाँ के भनेको छ व्यापार हिसाब खाता तयार गर्नुहोस्, नफा नुकसान खाता तयार गर्नुहोस् र वास्ता तयार तीनवटै तयार पार्नुपर्ने हुन्छ। र यहाँ सुरुमा दिएको छ पुँजी। पुँजी कहाँ हुन्छ? पुँजी तथा दायित्व वास्ताको पुँजी तथा दायित्व साइडमा हुन्छ। त्यस्तै यहाँ दिएको छ सुरु मुद्दत। सुरु मुद्दत चाहिँ व्यापार खाताको डिआर साइडमा सुरु मुद्दत हुन्छ। त्यसपछि यहाँ दिएको छ खरिद। खरिद कहाँ हुन्छ? व्यापार खाताको डेबिट साइडमा खरिद र खरिद फिर्ता पनि दिएको छ। यहाँ ध्यान दिने यदि ट्रायल ब्यालेन्समा यदि खरिद र खरिद फिर्ता दिएको अवस्थामा खरिदबाट खरिद फिर्ता घटाएर आउट कलममा लेख्ने। यदि खरिद फिर्ता दिएको छ भने खरिदलाई चाहिँ इनर कलममा लेख्ने। र यहाँ त्यसपछि यहाँ दिएको छ बिक्री। बिक्री चाहिँ कहाँ हुन्छ त? व्यापार खाताको क्रेडिट साइडमा हुन्छ। र साहु यहाँ साहु दिएको छ 25,000 र साहु चाहिँ कहाँ हुन्छ? पुँजी तथा दायित्वको तर्फ साहुलाई देखाउने र 25,000 रकम दिएको छ। त्यस्तै छ अब खरिद फिर्ता भइसक्यो। यहाँ छ घर जग्गा। घर जग्गा चाहिँ एउटा के हो त? फिक्स्ड एसेट्स हो। फिक्स एसेटमा चाहिँ अब सम्पत्ति वास्ताको सम्पत्ति साइडमा खरिद घर जग्गा यहाँ कति छ? 62,300 दिएको छ। ब्याज प्राप्त छ। ब्याज प्राप्त हुने बित्तिकै यो के भएछ? आमदनी भएछ। यो एउटा एक किसिमको अप्रत्यक्ष आमदनी हो। त्यसकारणले गर्दा नफा नुकसान खाताको क्रेडिट साइडमा हुन्छ। अब छ बैंक ऋण। बैंक ऋण एउटा के हो त? करेन्ट लायबिलिटिज हो। यसलाई पुँजी तथा दायित्वमा देखाउने। त्यस्तै तलब छ। अब तलबलाई पनि अब के दिएको छ भने एडिसनल इन्फर्मेसनमा तलबको बारेमा के दिएको छ? तलब अब एडिसनलमा के दिएको छ भने सम्बन्धित शीर्षकलाई इनर कलममा देखाउने। यहाँ तलब 20,000 दिएको छ, यो इनर कलममा देखाइन्छ। त्यस्तै अग्रिम तलब दिएको छ। अग्रिम चाहिँ 1,000 दिएको छ। तर 20,000बाट 1,000 घटाउने। त्यसमा 19,000 लेख्ने। अनि यहाँ दिएको यो एडिसनल इन्फर्मेसनमा 1,000 दिएको छ भने यो 1,000लाई चाहिँ वास्ताको सम्पत्ति साइडमा अग्रिम तलब भनेर 1,000 देखाइदिने। अब छ अन्तिम मुद्दत। अन्तिम मुद्दत वास्तामा एडिसनल इन्फर्मेसनमा दिएको छ भने दुई ठाउँमा इन्ट्री गर्ने। एउटा चाहिँ वास्ताको सम्पत्ति साइडमा देखाउँछ भने अर्को कहाँ देखाइन्छ? व्यापार खाताको क्रेडिट साइडमा देखाउँछ। त्यस्तै छ एउटा प्राप्त हुन बाँकी ब्याज। प्राप्त हुन बाँकी ब्याज छ। त प्राप्त हुन बाँकी ब्याज एउटा व्यापार खाताको डेबिट साइडमा देखाउने हो भने अब वास्ताको पुँजी तथा दायित्वमा देखाउने। र क्याल्कुलेसन गर्दा यहाँ ध्यान दिनु। क्याल्कुलेसन गर्दाखेरि यो र यो जोड्दाखेरि जुन बढी छ त्यसलाई के गर्ने हो भने यो तल लेख्ने हो बढी छ। अनि जस्तै यहाँ 1,40,000 जोड्दा 1,40,000 आउँछ र यसलाई जोड्दा कम आउँछ। त्यही भएर योबाट यो सबै घटाउने। जुन आउँछ त्यो के भन्छ? कुल नफा भएछ। यदि यहाँ घट्यो भने के हुन्छ? कुल नोक्सान हुन्छ। यहाँ घट्यो भने के हुन्छ? कुल नफा हुन्छ। कुल नफालाई नफा नुकसान खाताको क्रेडिट साइडमा देखाउने। अब यो क्रेडिट साइडमा जति 60,000 र 5,00,000 जोड्दा 65,000 हुन्छ। र यो यहाँ हेर्ने यहाँदेखि यहाँसम्म जोड्दा कम आउँछ।
यो कम हो, त्यही भएर यो बढीवाला एमाउन्ट यहाँ दुईटैमा बराबर गरिदिने र योबाट यो सबै घटाएर आउँदा यो 20,500 आउँछ र यो खुद नफा चाहिँ पुँजी तथा के अरे पुँजीमा यो के गर्छ त जोड्छ, के गर्छ जोड्छ। त खुद नफा कति भयो 20,500, यो 20,500 र 25,000 जोड्दा 45,500 आउँछ। त्यस्तै यो सबैलाई जोड्दाखेरि 1,56,000, यो सबैलाई जोड्दा 1,56,000। यदि युगल आएन भने, बराबर आएन भने हाम्रो हिसाब रङ छ, बुझ्नु पर्ने हुन्छ। बुझ्नु भयो? हस् सर, एकदम भयो।